तपाईहरु संसारको जुनसुकै क्षेत्र सहर कुना काप्चा गल्ली सातै द्वीप सातै समुद्र जुनसुकै प्रान्तबाट पनि उपस्थित भएर हेर्दै हुनुहुन्छ नि दाम कमायो 4 रात घडेरी किनेर सरर भागेर चाहिँ बजार र तराईतिर पस्नु भयो न करे सवारी छ न मनमा शान्ति छ जब स्वर्ग कहाँ खोज्नुहुन्छ त भन्दा स्वर्ग आफैले आफ्नै घर वरपर तलमाथि छरछिमेकमा बाँधो रहेको जमिनलाई यसरी सदुपयोग गरेर यस्ता अर्गानिक चिजहरू उब्जाएर यसरी चाहिँ बिहानको सुरुवाती दिउँसोको घाममा मजासँग यस्ता अर्गानिक चिजहरूबाट दिनहरू बिताइयो भने स्वर्ग त्यही नै प्राप्ति हुन्छ करोडौंको सम्पत्ति कमाएर 10-20 हात जग्गा किनेर एउटा घर बनाउँदैमा चाहिँ यहाँ स्वर्ग प्राप्ति हुँदैन त्यसकारण तपाईहरु सहर बजारतिर थोरै जग्गामा एउटा बल्ला तल्ला घर बनाएर बस्दै हुनुहुन्छ र पैसा लिएर बजारतिर चाहिँ केमिकल र पोइजन युक्त भेजिटेबल र काँक्राहरू खोज्दै हिँड्नु भयो होला हैन तर हामी चाहिँ आफ्नै करेसबारीमा पहाडका भिरालामा थोरै मेहनत गरेर धेरै उत्पादन गर्दैछौँ ल हेर्नुस् त आज बिहानको सुरुवाती सँगै म करेसबारीमा डुल्ने क्रममा सम्भवतः मेरो करेसबारीमा फलेको सबैभन्दा ठुलो काँक्रोमा गनिन्छ यो होला हेर्नुस् त कति मजाले फलेको छ त्यसकारण तपाईहरु सुख खोज्दै बजार बस्ने यो गलत प्रवृत्तिलाई छोडेर सुख कहाँ छ गाउँमै छ गाउँका भिराला पाटाहरूमा भिराला जमिनहरूमा यसरी उत्पादन गरेर बिहानको सुरुवातीसँगै सुखी र समृद्धिसँग बस्न सक्यो परिवारसँग रमाउन सक्यो भने सुख त त्यही नै छ त्यसकारण कस्तो लाग्यो तपाईहरुलाई यो बिहानको मेरो यो यसो करेसबारीमा डुलेर थोरै भए पनि आफ्नो घरभित्र आफैले उत्पादन गरेको अर्गानिक चिजहरू भित्राउँदैछु त्यसकारण तपाईहरु अब संसारको जुनसुकै क्षेत्र सहर कुना काप्चा गल्ली सातै द्वीप सातै समुद्र जुनसुकै प्रान्तमा भएर पनि आफ्नो जीवनकालभरि कमाएको सम्पत्ति लगेर थोरै जग्गामा हालेर बजारतिर पैसा किन्दै त हुनुहुन्न स्टप गलत नगर्नु होला आफ्नै पहाडमा रहेका यस्ता आफ्ना जमिनहरूलाई सदुपयोग गरेर यसरी अर्गानिक चिजहरू उत्पादन गरेर खाइयो भने पक्कै पनि सुखी र समृद्धि बनिन्छ सुखी र स्वास्थ्य बनिन्छ त्यसकारण